स्वागत छ भाइ बहिनीहरूले आजको यस भिडियोमा। र आजको यस भिडियोमा हजुरहरूले बताउन गइरहेको छु, यदि हजुरहरूले पनि क्लासमा उत्तर दिँदा हिचकिचाउनुहुन्छ, स्टेजमा गएर बोल्न डराउनुहुन्छ वा केही मानिसहरूको अगाडि गएर बोल्न डराउनुहुन्छ भने आजको म हजुरलाई यस भिडियोमा बताउन गइरहेको छु 5 यस्तो टिप्स जसले गर्दा हजुरले कुनै पनि मान्छेको अगाडि वा समूहको अगाडि वा स्टेजको अगाडि गएर हजुरले मजाले बोल्न सक्नुहुन्छ। जस्तो पहिलो स्टेप भनेको हाउ टु फिल कन्फिडेन्ट। हजुर माइक्रोवेन्स धेरै जस्तो मानिसहरूले सिधै ठुलो सफलता खोज्छन्, तर आत्मविश्वास त साना सफलताबाट निर्माण हुन्छ। उदाहरणका लागि यदि तपाईँहरू स्टेजमा बोल्न डराउनुहुन्छ भने सिधै हजारौँ मानिसहरूको अगाडि नजानुहोस्। हजुरले पहिला आफ्नो साथीसँग बोल्नुहोस्, त्यसपछि 2-3टा समूहसँग बोल्नुहोस्, ग्रुपसँग बोल्नुहोस्, अनि त्यसपछि हजुरले ठ्याक्कै गएर स्टेजमा गएर बोल्न सक्नुहुन्छ। त्यस्तो गर्दा हजुरले राम्रोसँग बोल्न सक्नुहुन्छ। यो भनेको फर्स्ट टिप हो। र सेकेन्ड टिप भनेको जब हजुरले कुनै स्टेजमा गएर बोल्न हजुरको छ भने हजुर के हुन्छ, डराउनुहुन्छ, हजुरको धुकधुकी बढ्न थाल्छ। किनभने हजुर जब जानुहुन्छ पहिलोपटक विदाउट आइडियाको हजुरको मनमा धुकधुकी हुन्छ, हजुरको दिमाग काम गर्न अलिअलि छोड्छ। हो त्यसलाई के मेन्टेन गर्नको लागि हजुरले के गर्नुपर्छ, लङ ब्रिथिङ गर्नुपर्छ। हजुरले लामो सास गरेर छोड्नुहुन्छ भने हजुरको मनमा भएको डिप्रेसन वा जुन नेगेटिभिटी हुन्छ त्यो हराएर जान्छ। अनि हाउ टु लुक कन्फिडेन्ट हुनको लागि हजुरले के गर्नु पर्यो, आई कन्ट्याक्ट बनाउनु पर्यो। आई कन्ट्याक्ट बनाएर हजुरले जो कोहीको अगाडि पनि मजाले बोल्न सक्नुहुन्छ, बिना डराइकन। कुरा गर्दा सिधै तल हेर्ने बानी छ भने मानिसहरूलाई तपाईँले अनिश्चित व्यक्ति ठान्न सक्छ है त। त्यसैले कुरा गर्दा व्यक्तिको आँखातर्फ हेर्नुहोस्। यदि सिधा आँखा हेर्न अप्ठ्यारो हुन्छ भने उनीहरूको निधारको बिचमा हेर्नुहोस् है त। अनि यसलाई ट्रायङ्गल मेथड पनि भनिन्छ। आँखाको बिचमा हेर्ने भनेको ट्रायङ्गल मेथड हो। यसले तपाईँलाई सहज र आत्मविश्वासी देखाउँछ। र अर्को भनेको हजुरले डिप्रेसन हटाउने भनेको, नेगेटिभिटी हटाउने भनेको तपाईँले के भन्छ, तपाईँको शरीरको अवस्था पनि आत्मविश्वासले जोडिएको हुन्छ। ढाड सिधा राख्नुहोस् त, ढाड हजुरले सिधा राख्नुहोस्, कम झुकाउनुहोस् त। अनि उभिँदा बस्दा शरीर खुलेर बस्नुहोस्। यसरी बस्ने होइन, यसरी फ्रेस माइन्ड लिएर मुख सिधा हुनु पर्यो। र अर्को भनेको हाउ टु साउन्ड कन्फिडेन्टली कसरी बोल्ने। कन्फिडेन्टली बोल्नको लागि धेरै छिटो बोल्ने मानिसहरू बिचबिचमा रोकिन्छन् नै। त्यही भएर हजुरले धेरै छिटो बोल्ने होइन कि सुस्तरी बोल्ने, तर हजुरले के गर्ने, कन्सिस्टेन्टली बोल्ने। एउटा डिसिप्लिन हुन्छ, डिसिप्लिनलाई फलो गर्ने, एउटा स्टेपलाई फलो गर्दै हजुरले अगाडि गयो भने हजुरले केही मान्छेको अगाडि वा ग्रुपमा वा स्टेजमा गएर हजुरले राम्रोसँग बोल्न सक्नुहुन्छ। केही समूहको मान्छेहरूको अगाडि बोल्दा हजुरले झिकझिकाउने अनि बिचमा बोल्दा रुकिने, जस्तो म रोकिन्छु बिचमा बोल्दा अनि रोकिने, त्यो भनेको हजुरको भित्र सेल्फ कन्फिडेन्स नभएर हो। त्यही भएर हजुरले सेल्फ कन्फिडेन्स कसरी बिल्ड गर्नुहुन्छ भने हजुरले बोल्दै जाने, प्र्याक्टिस गर्दै जाने, डेली प्र्याक्टिस गर्दै जाने, मान्छेको आँखामा हेरेर बोल्ने, अनि त्यसपछि यताउति ध्यान दिने, अनि नेगेटिभिटी माइन्डको हटाउने, ब्रिथिङ गर्ने। यदि हजुर कुनै बेस्ट टिप भनेको हजुर कुनै स्टेजमा जानुहुन्छ भने हजुरले के गर्नु पर्यो भने लङ ब्रिथिङ लिने अनि त्यसलाई छोड्ने, जसले गर्दा हजुरको भएको नेगेटिभिटी मनमा भएको नेगेटिभिटी हटेर जान्छ, जसले गर्दा हजुर राम्रोसँग बोल्न सक्नुहुन्छ। यो भनेको एकदम बेस्ट टिप हो। र यसलाई हजुरले के गर्नु पर्यो भने हजुरले डाइरेक्ट गएर स्टेजमा नबोल्ने कि हजुरले फ्रेन्ड्ससँग बोल्दै जाँदा अनि अलि ग्रुपमा बसेर बोल्ने, अनि त्यसपछि हजुरले डाइरेक्ट गएर स्टेजमा बोल्ने। यो होइन कि मलाई बोल्न आउँदैन साथीहरूसँग अनि म डाइरेक्ट गएर स्टेजमा बोल्छु भने हजुरको धुकधुकी चालु हुन्छ, हजुरको धड्कन बढ्न थाल्छ। हो त्यो हो मेन।
हजुरले के गर्नु भने प्र्याक्टिस गर्दै जाने, ब्रिथिङ गर्ने, आई कन्ट्याक्ट बनाइराख्ने हजुरले। आई कन्ट्याक्ट बनाइराख्दा हजुरको के हुन्छ भने हजुरले आई कन्ट्याक्ट जब बनाउनुहुन्छ त्यति बेला हजुरको माइन्ड पनि त्यतैतिर हुन्छ र उसको एक्सप्रेसन हजुरले थाहा पाउन सक्नुहुन्छ, जसले गर्दा हजुरको मनमा डर आउँदैन। तर अर्को भनेको बडी पोस्चर। हजुरले जहाँ आफ्नो स्कुलमा बस्दाखेरि पनि हजुरले यो ढाड झुकाएर ढाड यसरी नराखेको र यसरी एकदम छाती फुल्लाएर र आफूले खुलेर बस्नुहोस्, न कि दबेर अनि च्यापेर। यसले गर्दा हजुरको बडी पोस्चर खराब हुन्छ र जब बडी पोस्चर हजुरको खराब भयो भने हजुरले बोल्न सक्नुहुन्न। र स्पष्ट बोल्नुहोस् र के भन्छन् अरे रुकी बोल्नुहोस्। तर बोल्दै जाँदा छिटो बोल्दै जाँदा बिचमा हच्कचाएर नरोक्नुहोस्। यो